शिक्षकहरूको आन्दोलन चलिरहेको छ। सरकार र शिक्षकहरू बीच सहमति हुन सकेको छैन र विभिन्न पटक पटक वार्ता भइरहेको पनि शिक्षकहरूको आन्दोलन अहिलेसम्म रोक्न नसकेका कारणले धेरै विद्यार्थीहरूले चाहिँ कक्षा 12 को परीक्षा हुने हो कि नहुने भनेर अन्यल हुनुहुन्छ। कक्षा 12 मा पढ्ने विद्यार्थीहरूले र यसपालि वैशाख 11 देखि परीक्षा दिन तयारी गरिराख्नु भएको विद्यार्थीहरूले आफ्नो तयारीलाई कन्टिन्यू राख्नु होला। राष्ट्रिय परीक्षा बोर्ड र नेपाल सरकारले कुनै पनि परीक्षा स्थगित गर्ने किसिमको सूचना ननिकालेको कारणले तपाईहरुको परीक्षा हुन्छ र तपाईले वैशाख 11 लाई नै बटम लाइन मानेर पढ्दै र आफ्नो अध्ययनलाई पूरा गर्नु होला। कुनै पनि फेक न्यूजको भर नपर्नु होला। अहिलेसम्म राष्ट्रिय परीक्षा बोर्ड र नेपाल सरकारले कुनै पनि किसिमको आधिकारिक नोटिस ननिकालेको कारणले तपाईको परीक्षा चाहिँ वैशाख 11 गतेदेखि नै अहिलेसम्म हुने तयारी नै छ र कुनै पनि यस पछाडि कुनै पनि अपडेट आएछ भने तपाईलाई म यसै युट्युब च्यानल अथवा टिकटक आइडीबाट बताउनेछु। तपाईले हामीलाई सब्स्क्राइब अथवा फलो गर्न भने नबिर्सनु होला।